म चाहिँ आज कहाँ छु भन्दाखेरि म चाहिँ आज पिकनिक स्पोटमा आएको छु। यसलाई चाहिँ सागु भन्छ है, शरण डाँडा समथिङ के भन्छ। म चाहिँ आज यो केटिएममा केटिएमको पिकनिक कस्तो हुँदो रहेछ आउँ न त भनेर म चाहिँ यता केटिएमको पिकनिक आएको छु। सो हाम्रो चाहिँ पिकनिक स्पोट त्यहाँनिर हो, ठ्याक्कै त्यहाँ लोकेसन त्यहाँनिर छ। अनि यो हाम्रो बान्दर भाइ हो बान्दर भाइ हो है। अनि के हो त तिमी स्पाइडर हो? अनि यहाँ अझै उसको बान्दरको साथीहरू, बान्दर भाइको साथीहरू दुईजना। उता नजानु नि, लडिन्छ, जानु हुँदैन नि उता है। अनि म चाहिँ यहाँ आएको छु आज। अनि हाम्रो चाहिँ जेस खाने पिउने कार्यक्रम चाहिँ त्यहाँ चल्दैछ। अनि फेरि यहाँनिर एकदम जाडो रहेछ, आफूले ड्रेस यस्तो गरेर आएको छु। अनि एकदम मलाई धेरै जाडो भइरहेको छ, म घाम खोजिरहेको छु कि, यो जङ्गल रहेछ नि त। अनि म कति धेरै घाम खोजिरहेको छु कि, घाममा आएँ। ला म त कस्तो फुल्या जस्तो देखिन्छ त घाममा, त के हो न, कपाल पनि चेन्ज हुन्छ त। ओ साइनिङ दिएको हो कि के हो यस्तो साह्रो छाट। Oh my god. अनि आज यता यस्तो छ है, म देखाउँछु नि। हेलो गाइस, म चाहिँ खाजासाजा खाएर फेरि पनि जोइन भएँ होइन। अनि त्यस पछाडि अब चाहिँ अहिले ब्रेक, मतलब यस्तो नाचगानहरू चल्दैछ। अनि अब एकछिन पछाडि खाजा नास्ता छ। अहिले ब्रेक, हामीले अहिले ब्रेकफास्ट गरे हो। अब एकछिन पछाडि 1 बजे समथिङ 1 बजे नै होला। त्यस पछाडि खाना छ। अनि भरे बेलुका लाउँछु। अहिले चाहिँ अब हामी यसो घुमौँ न, घुम्नलाई निक्लेका छौँ। यता घाम तापौँ भने घाम छैन। सो तर मलाई एउटा कुरा के, यो टाइप बोरा छ नि, यो किन राखेको होला जङ्गलमा यस्तो बोरा झुन्डाएर है, भनिदिनु है कमेन्टमा किन राखेको हो। अनि प्लस यतासम्म हाम्रो ग्रुपहरू चाहिँ यता फोटो सेसनहरू चल्दैछ। अनि मेरो आन्टी यहाँ हुनुहुन्छ, मेरो आन्टी चाहिँ फोटो खिच्दै हुनुहुन्छ, सेल्फी हान्दै हुनुहुन्छ। फोटो खिच्ने मान्छे भएन, म यता भ्लग बनाइरहेको छु। सो गाइज एकदम रमाइलो छ। हजुर ल अब म फोटो क्लिक गरिदिनु पर्ने भयो है, म फोटो क्लिक गरिदिन्छु। ए सेल्फी हान्ने चाहिँ हो, ए हस्। हेलो गाइज, अब यहाँ चाहिँ हाम्रो बाँसुरीको नाच्ने कार्यक्रम सुरु हुँदैछ। म चाहिँ यो टेम्पलमा आएको छु। यो टेम्पलमा बत्ती नि बालेर रहेछ, मेरो पछाडि कस्तो राम्रो लाग्यो, मलाई कस्तो राम्रो लाग्यो। अनि यहाँनिर चाहिँ त्यो बुढी नीलकण्ठको लाइक त्यस्तै खालको स्ट्रक्चरमा सानो त्यहाँनिर मूर्ति छ। अनि यहाँनिर चाहिँ कति राम्रो लाग्यो कि यो बत्ती बाले। बाइ द वे म चाहिँ मन्दिरमा ढुक्नु चाहिँ जान्न, किनभने हाम्रो जुन उयो लाइक के भन्छ सुतक के पऱ्यो, त्यही भएर बाहिर यस्तो हेर्ने मात्रै हो कि म। सो भित्र चाहिँ जान्न। हेलो गाइस, अब चाहिँ यहाँ हाडी फुटाउने कार्यक्रम सुरु हुँदैछ कि। सो यहाँनिर म एकजनाको देखाउँछु है त। गाइस, म आज हजुरहरूलाई भन्छु यो जङ्गलमा कसरी सर्भाइभ गर्नुपर्छ। म चाहिँ यहाँ चाहिँ घना जङ्गलमा गइसकेको छु।
अब यहाँनिर कसरी सर्भाइभ गर्ने त्यो हजुरहरूलाई बताउन गइरहेको छ मसँग जोडिराख्नु होला मेरो फोनको चार्ज पनि छैन डेढ हुन आँटेको छ म चाहिँ देखिरहेकोमा आएको थिएँ अनि म हराइरहेछु कि सो अब म रास्ता खोज्दैछु रास्ता भन्दा चाहिँ बाटो खोज्दैछु सो यहाँ देख्न सक्नुहुन्छ पुरै घना जङ्गल छ अरे यहाँ पुरै घना जङ्गल छ अब बाइ द वे गाइस अब म हराइसकेको छु नि त त्यो भएर म चाहिँ अब घाम हेर्दैछु के यो घामलाई हेर्दैछु होइन अनि अब त्यस पछाडि कताबाट अब बेलुका हुन आँट्यो नि त कताबाट अस्ताउँछ भनेर म त्यो फलो गर्दैछु के सो अब म यो यहाँ माथि हामी यताबाट अस्ताउन आँट्दैछ सो म अब यताको बाटोमा जान्छु भनेर चाहिँ भन्दिनँ यहाँ म फ्र्याङ्क इट्स अ फ्र्याङ्क गाइस इट्स अ फ्र्याङ्क कस्तो लाग्यो मेरो फ्र्याङ्क भाइ तपाईँ मसँग जोडिँदै गर्नु होला म कहाँ जान हिँड्न आँटेको अल्छी लागेर हो कि अग्रजहरूसँग आएर पनि त्यस्तो एकदम साई टाइपको अनि इन्जोय नहुने हामी जेन्जीहरूलाई इन्जोय नहुने टाइपको फिल भएन यस्तो धेरै चलिरहेछ है सो अब चाहिँ हाम्रो लगभग आज सकेको छ अब म यो भ्लग यहीँनिर